हेलो एभ्रिवान, इट्स मी दिपेन्द्र पन्त। मेरो नाम दिपेन्द्र पन्त र मेरो निकनेम हो पुसअप म्यान। र म आजदेखि मेरो प्रिपरेसनको भिडियो बनाउन गइरहेको छु। के को प्रिपरेसन भन्दाखेरि अबको 6 देखि 7 हप्तामा मेरो 10औं राष्ट्रिय गेम छ वेट लिफ्टिङमा, र म वेट लिफ्टिङबाट प्रिपेयर गरिरहेको छु 10औं राष्ट्रिय गेमको लागि। र अहिलेसम्म हाम्रो गेम फिक्स भएको थिएन, र अब चाहिँ गेम हुने फिक्स नै भइसकेको छ। डेट चाहिँ फिक्स भएको छैन, तर अबको 6 देखि 7 हप्तामा हाम्रो गेम हुनेवाला छ। सो म आजदेखि आफ्नो प्रिपरेसन कसरी भइरहेको छ, कसरी गरिरहेको छु भनेर म भिडियो बनाउन थाल्छु। र मेरो यो भिडियो बनाउनुको अर्को मुख्य कारण भनेको मैले भिडियो बनायो भने म अलिकति डिसिप्लिन हुन्छु, ताकि मैले आफूले दिनभरि जे गरेको छु त्यो हजुरलाई देखाउने भएको हुनाले म अलिकति आउट अफ डिसिप्लिन हुँदैन। त्यो कारणले गर्दा पनि मैले भिडियो बनाएर मैले मेरो युट्युब च्यानल पुसअप म्यानमा हाल्न लागेको छु। सो आजदेखि सुरु हुन्छ। र म अहिले कलेजबाट आइसकेर भाँडा माझेर अहिले मैले खाना बसालेको छु। अब म खाना पकाएर खान्छु, र मेरो 12:30 बजेदेखि ट्रेनिङ सुरु हुन्छ। त्यसको लागि मैले 11 बजे भित्रमा खाना खाइसक्नुपर्छ, र म खाना बनाउँछु। त्यसपछि हामी सिधै ट्रेनिङ ग्राउन्डमा भेट्नेछौँ। हस्, यो चाहिँ मेरो पोस्ट वर्कआउट मिल हो। 1 गिलास सातु, त्यसपछि 1 गिलास मास गेनर, त्यसमा हाल्छु म केरा 2टा, त्यसपछि अलिकति मह, खस्दैन त मह, त्यसपछि म हाल्छु क्रेटिन 6 ग्राम, यसलाई म अब टक्क थोरै पानी हालेर सेक गराउँछु। यो चाहिँ मेरो पोस्ट वर्कआउट मिल। रेडी भइसकेको छ, मेरो खाना रेडी भइसकेको छ। यता तरकारी पाक्दैछ, टक्क लाग्यो दाल। मलाई ढिलो भएको हुनाले म दाल भात र दहीसँग खाना खाएर म हिँडिहाल्छु। अब म चाहिँ अब ट्रेनिङको लागि रङ्गशाला जाँदैछु। आज सन्डे र आज हाम्रो म्याक्स चेक छ। म्याक्स जाने हो ट्रेनिङ। हिजो सटरडे रेस्ट थियो, सो हिजो दिनभरि रेस्ट गरियो। आज म्याक्स छ, हेरौँ कति जान्छ। लेट्स सी। म चाहिँ रङ्गशाला आइपुगेँ। म भित्र पुगेर सायद ट्रेनिङको भिडियो बनाउन पाउँदिनँ होला, किनकि रुल्स अलि स्ट्रिक्ट छ। त्यसैले जति सक्छु त्यति चाहिँ भिडियो बनाउन कोसिस गर्छु। सी यू। अब सिधै ट्रेनिङ पछि मिलाउँला। सकेसम्म ट्रेनिङको भिडियो पनि बनाउने छु। ओके, पहाड। आज मेरो ट्रेनिङ गर्दै मेरो ढाड सड्केर म एकदम लोवर ब्याकमा खत्रो इन्जुरी भयो। सो त्यो कारणले गर्दा चाहिँ मैले अब ट्रेनिङ बिचैमा छोडेँ। आजको ट्रेनिङ कम्प्लिट हुनु भएन, र अहिले सुतिरहेको छु। आजको ट्रेनिङ अब त्यस्तै भयो। अब सायद यो हप्ता आई थिङ्क रेस्ट हुन्छ जस्तो लागिरहेको छ। 7 हप्ता बाँकी थियो, इन्जोय भइगयो। अब 1 हप्ता आई थिङ्क रेस्ट हुन्छ। होपफुल्ली यो इन्जुर चाँडै रिकभर हुन्छु होला, र ब्याक टु म आफ्नो ट्रेनिङ सुरु गर्न पाउँछु भन्ने मलाई आशा छ। अब सिधै म रिकभर भइसकेपछि म भिडियो बनाउनेवाला छु। त्यति बेलासम्मको लागि बाई बाई। आफ्नो ख्याल राख्नु होला, हेल्दी हुनु होला। धन्यवाद।